जनताको आन्दोलन फेरि उठाउन पर्छ। साथीहरू एकचोटि यो भिडियो हेर्नु होला। यो 17,000 मान्छे मराउने ज्यान माराले के भन्दैछ? राष्ट्रिय आन्दोलन गर्ने र देशलाई विद्रोहतिर लैजाने भनेर भन्दैछ। 10 वर्षसम्म जनयुद्ध गराएर 17,000 मान्छे मराउने यिनीहरू नै होइनन्? देशमा भएका कलकारखाना उद्योगधन्दा बन्द गराउने यिनीहरू नै होइनन्? र 10 वर्षमा यसैकै नम्बर 1 स्विजरल्यान्ड जस्तै देश बनाउँछौँ भन्ने यिनीहरू नै होइनन्? र 30-40 वर्षदेखि काङ्ग्रेस एमाले माओवादीले देश चलाउने नाममा देशलाई लुट्दै गरेका यिनीहरू नै होइनन्? र अहिले रासोपाको सरकार जम्मा 2 महिना भएको छ। विकास गर्न देख्न नसकेर यति साह्रो विरोध किन र केका लागि? आखिर किन? यो भिडियो मन पर्यो भने साथीहरू लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुहोला। एउटा ठुलो राष्ट्रिय आन्दोलन, राष्ट्रिय जागरणको आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन र एउटा विद्रोहात्मक ढङ्गले जनताको आन्दोलन फेरि उठाउन पर्छ। मलाई तपाईँ अगाडि बढ्नुहोस्, अब हाम्रो साथ तपाईँलाई हुन्छ भन्नेहरूको लाइन छ।